सामान्य प्रधानमन्त्रीज्यूले हिजो प्रश्नोत्तरको क्रममा तल बसिरहनु भएका एकजना सांसदले उठेर भन्नुभयो नेपालको सिमाना भारतले मिचेको छ, नेपालको मिचिरहेको सिमानाको सन्दर्भमा अहिलेको सरकारको धारणा के हो भनेर सोध्ने क्रममा सामान्य प्रधानमन्त्रीज्यूले भन्नुभयो म सरकारमा आएको झन्डै 2 महिना जति पनि भएको छैन, मैले सबै कुराहरू नयाँ ढंगबाट बुझ्दैछु। दुई देश बीचको सिमानाको समस्या दुई दाई भाइ जसरी बसेर वा मित्र जसरी बसेर दुई देश बीच डिप्लोमेटिक ढंगबाट बसेर छलफल गरेर टुङ्गाउने बारेमा छलफल भएको छ। र सँगसँगै उहाँले अन्तिममा पनि के भन्नुभयो भने म प्रधानमन्त्री भइसकेपछि एउटा रिपोर्ट पनि थाहा पाए कि नेपालले पनि भारतको केही भूभागहरू मिचेर बसेको रहेछ भन्ने कुरा मैले थाहा पाएँ भनेर भन्नुभयो। नेपालले पनि भारतको केही भूभागहरू प्रयोग गरेको छ भन्ने सन्दर्भमा त्यो रिपोर्ट पहिलोचोटि सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सदनमा बोलेको जस्तो सुनिए तापनि तत्कालीन गृहमन्त्री वामदेव गौतमलाई त्यति बेला सशस्त्र प्रहरी, नेपाल प्रहरी र एनआईडी राष्ट्रिय सुरक्षा राष्ट्रिय अनुसन्धानका साथीहरूले पनि रिपोर्ट दिएका थिए। नेपालको 10 गजा क्षेत्रको यति ठाउँमा 60 ठाउँमा भारतले मिचेको छ, 40 ठाउँमा नेपालले पनि त्यो भूभाग प्रयोग गरेको छ भनेर चाहिँ रिपोर्ट दिएको थियो त्यति बेला। अब म तपाईलाई बताउँ, म बाँके क्षेत्र नम्बर 3 बाट निर्वाचित भएर आएको सांसद हो। बाँकेको नरैनापुर भन्ने ठाउँको एउटा घोडा दौडिया भन्ने एउटा ठाउँ छ। त्यो घोडा दौडिया भन्ने ठाउँ चाहिँ एउटा घरको एउटा कोठा नेपालमा पर्छ, एउटा कोठा इन्डियातिर पर्छ, त्यस्ता ठाउँहरू छ। घरको चुला चाहिँ कोही नेपालतिर पर्छ, घरको सुत्ने कोठा चाहिँ कोही इन्डियातिर पर्छ। त्यो घोडा दौडिया भन्ने ठाउँको चाहिँ त्यो पहिला एउटै गाउँ थियो, पछि त्यो 10 गजा नेपालको त्यो सीमा त्यसलाई चाहिँ वारपार गराइसकेपछि त्यो 10 गजा क्षेत्रमा अहिले पनि दुई देशका वारिपारीका नागरिकहरूले त्यसलाई एउटा आगरीको रूपमा प्रयोग गरेर बसिरहेका छन्। अहिले पनि धेरै ठाउँहरू छ त्यस्तो। तराईका अधिकांश ठाउँहरूमा छ कि ताकि त्यो घरै त्यो सिमानामा परेर बसेको छ। अनि बाहिर भन्ने साथीहरूले कस्तो भनिरहेका छन् भने एउटा देशको प्रधानमन्त्री भएर हामीले अर्काको सिमाना मिच्याछौँ भनेर भन्ने थियो। यो भन्दा पहिलाका प्रधानमन्त्रीहरूले आफूलाई राष्ट्रवादी देखाउनलाई एकौरो भारतलाई मात्र धारे हात लगाइरहे पनि अहिले पनि नेपालका लाखौं लाख गरिब दलित उपेक्षित वर्ग त्यो भारतमा भाँडा माझेर बसिरहेको छ, कुल्ली काम गरेर बसिरहेको छ, सेक्युरिटी गार्ड गरेर बसिरहेको छ, त्यहाँ पीडा सहेर बसेको छ, त्यहाँ घृणा सहेर बसेको छ। छिमेकमा भारत हुन्थेन भने कर्णाली सुदूरपश्चिमका अधिकांश मेरा घरका दाई भनाजुहरू भोकै मर्नुपर्ने अवस्था थियो। दलित समुदाय कति छ, पन्जाबमा कति छ, दिल्लीमा कति छ, मुम्बईमा कसरी बसिरहेको छ दलित, त्यहाँका गरिबहरू कसरी अर्काको देशमा कुन स्तरमा बसिरहेका छन्। यहाँ त कस्तो गरियो भने